केटाहरू सब गइरहेछन् मजाले झम्ल्याङ झम्ल्याङ हामी त गाइस गबडा स्विमिंग पूल में नहा के नमकीन हो गई हो नमकीन हो गई हो हामी देखिरहेको अर्को बेला योभन्दा राम्रो आलेमा के अब यहाँ यहाँनिर चाहिँ एउटा ठुलो खोला छ यहाँनिर चाहिँ एउटा 12 वर्षदेखि तपस्या गरेको छ अरे यहाँ हेर्नुहोस् गाइस 12 वर्षदेखि है लगभग 12 वर्षदेखि यहाँ एकजना मात्र होइन दुईजना तपस्या छ यहाँ हाम्रो एउटा मोटे अरे यहाँ चाहिँ एकजना रहेछ गाइस ऊ चाहिँ झन् 15 वर्षदेखि अरे एकदम तपस्यामा छ शक्ति मात्र पाएको छैन एउटा यहाँ छ चकचकेमा लाटा भाइ हामी चाहिँ आज सबै छिटो न बस्छ हामी चाहिँ आज गौडा ऐतिहासिक स्थल आएको छौँ र हामीले सुनेको छौँ यो ठाउँमा चाहिँ एउटा 10 वर्षदेखि बस्नुभएको एउटा बाबा हुनुहुन्छ तपस्या गरेर बसिराख्नु भएको छ हामी चाहिँ आज त्यो बाबालाई खोज्दै आएको छौँ पाउनु भएको ठाउँमा बाबा हुनुहुन्छ उहाँ चाहिँ 10 वर्षदेखि तपस्या बसिराख्नु भएको छ र उहाँलाई अहिलेसम्म आँखा नखुलेको पनि 10 वर्ष भइसक्यो र यहाँ चाहिँ निकै मान्छेहरू आउँछन् उहाँलाई भेट्नुको लागि उहाँको फोटो खिच्नुको लागि पनि निकै मान्छेहरू आइराखेको हुन्छन् हामी चाहिँ यस्तो हरियाली वनमा एकान्तमा यस्तो राम्रो ठाउँमा हरियालीमा आइराखेको छौँ यो सत्य हो कि तथ्य हो यहाँको यो यस्तो यहाँको लोकल मान्छेहरूलाई सोध्दा पनि यहाँको लोकल मान्छेहरूले पनि हामीलाई भन्नुहुन्छ कि यो सत्य हो 10 वर्षदेखि बसेको भनेर उहाँहरूलाई पनि सोध्यौँ हामीले यहाँनिर यता घर पनि छ हाम्रो बस्ती पनि छ सानो बस्ती पनि छ त्यही भएर यहाँ अरे खोइ यहाँको बाबा अरे बाबा यहाँ पुग्नुभएछ बाबा यो बाबा शक्तिशाली हुनुहुँदो रहेछ निकै नै शक्तिशाली ओहो यो सत्य रहेछ के यो सत्य हो ओ यो झुटो रहेछ फेरि हामीले आज अर्को ढङ्गी बाबा पनि पक्रेको छौँ ढङ्गी बाबालाई ढङ्गी बाबा नेपाल आमा की काले बाबा की ढङ्गी बाबा की मोटे बाबा की यही हालेको मैले यहाँ चाहिँ कुन चाहिँ हालेको होइन भाइ कहाँ त्यो पस्छ बोसो वो दाल छ अघि दाल थियो क्या वहाँ पर वहाँ यतिको रात दिने हो र दुएर देऊ न मजाले भयो यति भन्दा राम्रो माझेर देऊ न साबनले यहाँ छ हौ माझ्ने केटाहरूसँग साबन होला माग उनीहरू माझ्ने छैन भन्नु अघि माझ्ने छैन केटाहरू माझ्दैन हामीले त्यत्रो ल्याङ राम्रो आएको छ क्लियर जाँट होला नि अस्ति भुँडीबाट निस्किला नि त फेरि खाएको तपाईँ किन त्यस्तो भएको त यस्तो हुन्छ अनि खाने पानी के पानी हेलो गाइस हामी चाहिँ
घरतर्फ लागेको अवस्था होइन यहाँ हेर आहा भन्दैछ पानी खाँदैछ केटाहरू चिसो छ केटा पानी एकदम एकदम चिसो छ हामी चाहिँ अब घरतर्फ लागेको होइन एकदम पानी उकालो पानी मुहारको पानी हर्क साम्पाङले ल्याएको पानी केटाहरूले खाँदैछ होइन सम्मान होइन हौ जहाँ जहाँ भयो भने सबै बिग्रिसक्यो जात हर्क साम्पाङले ल्याएर होइन हामी चाहिँ पौडी सौडी खेलेर लगभग अब घरतर्फ लागौँ पौडी खेलेको फोटोहरू चाहिँ अब पछि देख्नुहुन्छ गोपालको सासै बढाइदियो गोपालको फेसबुकमा सबिरलाई पर्खन हाम्रो काले भाइ कहाँ गयो अर्को यहाँ काले छ ल ठिक छ यतिकै ठिक हो चल सब 1 2 3 1 2 3 सही कहाँ गयो हाम्रो एउटा मोटो भाइ ओए कडा 1 2 3 भने 1 2 3 ओए सही हो चिट्ठी सलाम चिट्ठी हो मात्र हाने त पुरै फुल जोसमा अनि प्याक्टिस भएको मान्छे त अनि लगभग एकदम उकालो हिँड्नु अवस्था छ होइन कालो हो कडा उकालो छ है धरानमा गर्नु हामी मोटो आउँछ क्या तर बुढो हामी चाहिँ अब घरतिर लागेको अवस्था तर राम्रो रमाइलो ठाउँ रहेछ नि मान्छे चाहिँ भव्य आउने ठाउँ रहेछ यहाँनिर चाहिँ एकदम बाटो निर्माण हुँदैछ है गाइज कालो सेता देखाउनु न हाम्रो गोपाल भाइ लौरे अघि बढ्छु म केटाहरू यहाँ देखाउनु न छिटो लगभग राम्रो छ हामी चाहिँ अलिक मोटो हामी दुईजना चाहिँ मोटो भएर अलिक गाह्रो अवस्था भइरहेछ होइन सोर भाइ कस्तो भइरहेछ मोटो भयो नि एनर्जी बहुत छ अब बहुत छ र एनर्जी हाम्रो शरीरसँग थेट लामो ब्लक होस् न लामो ब्लक हुँदा के हुँदैन हेर्छ हाम्रो दर्शक बिनहरूले कतातर्फ लाग्नु भयो हामी अब झापातर्फ बोलेको सुन्दैन है ठुलो बोल्नु न हामी अब झापातर्फ गयौँ है हजुर